साइन्स भाइब्रेसनमा स्वागत छ। आज म तपाईहरुको लागि नयाँ टपिक लिएर आएको छु। वेव्स इन पाइप्स एन्ड स्ट्रिङ र यो च्याप्टर भित्र पर्ने जुन टर्म्सहरु छन् त्यो टर्म्सहरु यहाँ मैले अलरेडी लेखिसकेको छु, डेफिनेसनहरु। र यो टर्म्सहरुको डेफिनेसन र फिगर सहितमा यो पछि म तपाईहरुलाई फिगरबाट देखाउने प्रयास गर्नेछु। त तपाईहरु यो साइन्स भाइब्रेसनमा जोडिराख्नु होला। यो तपाईहरुको च्यानल, प्यारो च्यानल है। ल सुनौ है त। अर्गन पाइप छ, हार्मोनिक्स छ, ओभरटोन्स, स्टेशनरी वेव्स, इनकरेक्सन, फन्डामेन्टल फ्रिक्वेन्सी, सुपरपोजिसन छ। यी टर्म्सहरु च्याप्टर भित्र आउँछन् है। सुरुमा छ अर्गन पाइप। Organ pipe भनेको is a tube usually made of metals or wood that produces musical sound when air is blown through it. भनेको छ है। भनेपछि एउटा वुडनको अथवा मेटलको एउटा त्यो म्युजिकल साउन्ड निकाल्ने एउटा डिभाइस हो जसले हामी एयर ब्लो गर्दाखेरि एउटा म्युजिकल साउन्ड दिन्छ। त्यसलाई के भन्छ हामी organ pipe. Musical instrument are called organ pipes. त्यो के त्यो काठले अथवा बाँसले मेटलले बनेको हुन्छ। जस्तै कि अब सिटीहरु, बाँसुरी भयो हैन, ब्रास ब्यान्ड हुन्छ नि ठुलो पाइप जस्तो बनाएको त्यो भयो। तिनीहरु सबै के त organ पाइपहरु भए। र organ पाइप दुई खालका हुन्छन्, ओपन organ पाइप, क्लोज्ड organ पाइप। यो ओपन organ पाइप भनेको जस्तै कि यो पाइप भयो दुवैतिर खुला छ भने, दुवै इन्ड ओपन छ भने त्यसलाई के भन्छ हामी organ पाइप भन्छौँ है, ओपन organ पाइप भन्छौँ। जस्तै कि बाँसुरी दुवैतिर के त खुला हुन्छ। अनि अर्को क्लोज organ पाइपमा के हुन्छ भने एकातिर बन्द हुन्छ, अर्कोतिर के त खुला हुन्छ। जस्तै कि सिटी, जुन ट्रफिकले बजाउने सिटी अथवा बच्चाहरुले जुन खेल्छ नि बजारमा पाइने, मेलामा पाइने, त्यो भनेको क्लोज organ पाइप भयो है। त अर्को छ हार्मोनिक्स, हायर फ्रिक्वेन्सी भाइब्रेसन, मल्टिपल्स अफ फन्डामेन्टल फ्रिक्वेन्सीलाई के भन्छ हामी हार्मोनिक्स भन्छौं है। यो म चाहिँ पछि सिकाउँछु तपाईलाई पछि। ओभरटोन्स, एनी फ्रिक्वेन्सी अफ भाइब्रेसन हायर देन फन्डामेन्टल फ्रिक्वेन्सी। फन्डामेन्टल फ्रिक्वेन्सी भन्दा त्यसको भ्यालु बढी भएको फ्रिक्वेन्सीले के भन्छ हामी ओभरटोन्स भन्छौं। अर्को छ स्टेशनरी वेव्स, अर्को नाम स्ट्यान्डिङ वेव्स पनि भन्छन्। यहाँ लेखेको छ वेभ फर्म बाइ द सुपरपोजिसन अफ टु आइडेन्टिकल वेव्स ट्राभलिङ इन अपोजिट डाइरेक्सन प्रोड्युसिङ फिक्स्ड नोड्स एन्ड एन्टी नोड्स है। अर्को छ इनकरेक्सन, यो पनि म पछि भन्छु ले। फन्डामेन्टल फ्रिक्वेन्सी, लोएस्ट नेचुरल फ्रिक्वेन्सी, जस्तै कि म नर्मली म बोलिरहेको छु यसबाट निस्किने मेरो साउन्डको जुन फ्रिक्वेन्सी त्यो भनेको लोएस्ट नेचुरल फ्रिक्वेन्सी पनि भयो, इक्जाम्पल दिन सकिन्छ। अब अर्को छ सुपरपोजिसन भनेको ओभरल्यापिङ टु अर मोर वेव्स। वेव्स क्यान पास थ्रु इच अदर विदाउट बीइङ डिस्ट्रोइड and at the overlap point they simply add up भनेको सुपरपोजिसन भनेको त्यो ओभरल्याप। जस्तै कि साउन्ड एउटा इन्सिडेन्ट वेभ जाँदैछ, भित्तामा ठोक्यो, फेरि फर्क्यो अथवा रिफ्लेक्टेड वेव्स जब फर्किन्छ त तिनीहरु एकअर्कामा के त ओभरल्याप हुन्छ। ओभरल्याप भएपछि त्यो दुईटाको ओभरल्यापिङ हुनुलाई नै के भन्छ हामी सुपरपोजिसन भन्छौं है। त अब हामी यो टर्म्सहरु मैले भनिसके। अब यो प्रत्येक टर्म्सहरुलाई म चाहिँ फिगरबाट भाइ बहिनीहरुलाई म बुझाउने प्रयास गर्नेछु है। अब आयो अर्गन पाइप। यो अर्गन पाइपमा अर्गन पाइप है दुई खालको हुन्छ है, एउटा क्लोज अर्गन पाइप, अर्को ओपन अर्गन पाइप। अब क्लोज अर्गन पाइप अर्को हुन्छ ओपन अर्गन पाइप। अर्गन पाइप हुन्छ भनेपछि क्लोज अर्गन पाइप भनेको वन इन के हुन्छ त क्लोज हुन्छ है। जस्तै कि सिटी भयो यसरी है, सिटीमा त्यहाँ त अलि बल बनाएको हुन्छ यसरी
है हामी यहाँबाट के त बजाउँछौँ यहाँबाट ब्लो हावा ब्लो गरेपछि के हुन्छ त यो हावा फेरि यसरी जान्छ यहाँ ठोकेर फेरि फर्किन्छ हैन एक साइड के हुने भयो त ओपन भयो उसरी के हो त बन्द हुने भयो भनेपछि one end is open another end is closed such type of pipe is called closed organ pipe भन्छ है यो ओपन organ pipe मा के हुन्छ भने बाँसुरी दुवैतिर खुला हुन्छ हो खुला हुन्छ त दुवै इन्ड खुला भएकोलाई ओपन भएकोलाई के भन्छ हामी ओपन organ pipe भन्छौँ ठीक छ अब यसमा हामीले बुझ्नुपर्ने कुरा के छ भने यस्तै कि हामी जब एयर ब्लो गर्छौँ नि यहाँ एयर ब्लो गर्दाखेरि यसमा त वेभ उत्पन्न हुन्छ यो वेभ यसरी यसरी ठोकिँदै 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 यसरी गयो है त्यसपछि यहाँ ठोकेर फेरि यसरी फर्किने भयो हैन हो हो त्यसरी जाने यो भनेको फर्किने वेभ है यो यसरी फर्केको यो चाहिँ ठोकेको इन्सिडेन्ट वेभ र रिफ्लेक्टेड वेभ है इन्सिडेन्ट वेव्स र रिफ्लेक्टेड वेभ के त मिलेर के बन्छ त सुपरपोजिसन एटेन्ड गरिसकेपछि स्टेसनरी वेभ बन्छ भनेको स्टेसनरी वेव्स आर फर्म बाय द इन्सिडेन्ट वेव्स एन्ड रिफ्लेक्टेड वेव्स आफ्टर गेटिङ सुपरपोजिसन त के भन्नु त यसको जुन छ फ्रिक्वेन्सी एम्प्लिट्युड र यसको फ्रिक्वेन्सी एम्प्लिट्युड के त सेम हुन्छ र यस्तो ओभरल्याप भएको जुन अवस्था छ त्यसलाई के भन्छ हामी सुपरपोजिसन भन्छौँ र यसरी बनेको वेभलाई के भन्छ हामी स्टेसनरी वेभ भन्छौँ अथवा स्ट्यान्डिङ वेभ पनि भन्छ है स्ट्यान्डिङ वेभ पनि भन्छौँ ठीक छ अब के त यो अर्को रिफ्लेक्टेड जुन वेभ छ नि त्यो वेभले इन्सिडेन्ट वेभलाई इन्टरफेयर त गर्छ पास त यो भएर जान्छ है तर डिस्ट्रोय चाहिँ गर्दैन है ठीक छ र जहाँ यो जुन काटेको छ नि यो दुईटा वेभ्स यसरी त्यो काटेकोलाई के भन्छ त हामी एन भन्छौँ एन भनेको नोड के भन्ने नोड यसलाई मिनिमम डिस्प्लेसमेन्ट पनि भन्छौँ डिस्प्लेसमेन्ट भनेको जुन छ माथिको जुन छ हाइएस्ट पोइन्टलाई के भन्छ हामी एन्टी नोड भन्छौँ यो पनि एन्टी नोड भयो यो पनि एन्टी नोड भयो यो भनेको नोड भयो यो नोड भयो यसरी यो नोड भयो ठीक छ भनेपछि यो मिनिमम डिस्प्लेसमेन्ट अथवा नोडमा चाहिँ मोलिकुल्स फ्लो हुँदैन है के त नोडमा के त मोलिकुल्स फ्लो हुँदैन यो भनेको कुन केसमा आयो त यो भनेको क्लोज अर्गान पाइपको कुरा आयो है अब हामी जाउँ त गोमा के छ भने यो विसिल भयो हैन विसिल भयो यहाँ चाहिँ फेरि यसरी दिएको हुन्छ फेरि साफ ए दिएको हुन्छ जब हामी एयर जेट यहाँ ठोकिन्छ एयर जेटले यसरी गएर है यसरी फेरि वेभ बन्दै जान्छ ठोकेर फेरि के हुन्छ यसरी निस्किन्छ सेम केस यहाँ पनि हुन्छ है यस्तो छ यहाँ एयर ब्लो गर्दाखेरि के हुन्छ यसरी वेभ बन्दै जान्छ हो हैन हो त यो कुरा चाहिँ हामी यसरी बुझ्ने छौँ है अब अर्को छ हामीले अब बुझ्नै पर्ने कुरा क्लोज अर्गान पाइप र ओपन अर्गान पाइपको यो कुरा भयो यसपछि हामीले ओभरटर्न कुरा आउँछ फन्डामेन्टल फ्रिक्वेन्सीको कुरा आउँछ फन्डामेन्टल फ्रिक्वेन्सी भनेको नेचुरल लोएस्ट नेचुरल फ्रिक्वेन्सीलाई हामी बुझ्छौँ अब हामी जाउँ त पहिला फन्डामेन्टल फ्रिक्वेन्सी अथवा फन्डामेन्टल हामी यसरी गरौँ ओपन यतातिर हामी लेखौँ क्लोज अर्गान पाइपलाई हामी के भन्छौँ फर्स्ट हार्मोनिक पनि भन्छौँ है त यस्तो फर्स्ट हार्मोनिक अथवा फन्डामेन्टल मोड अफ भाइब्रेसनको फ्रिक्वेन्सी निकाल्नु पर्यो भने कुन ओपन अर्गान पाइपमा हेरौँ त यो भनेको के त फर्स्ट हार्मोनिकमा के त एउटा मात्र नोड भन्छ है यसरी है ल यो भनेको नोड भयो एन्टी नोड भयो अब यस्तो अवस्थामा हामीले कसरी निकाल्छौँ फ्रिक्वेन्सी त एउटा कुरा बुझौँ त यो भनेको हाफ लोब भयो है यदि यस्तो अवस्थामा छ भने यस्तो छ भने यति बेलाको जुन छ यो लम्बाइ जुन माने पाइप थियो हैन यसरी यस्तो छ यस्तो अवस्थामा थियो भएको भए यो एन को डिस्टेन्स के हुन्छ λ/2 हुन्छ यो भनेको लम्बाइ ठीक छ यो यति लम्बाइ छ भने यसरी यो पाइपको लम्बाइ हो यति लम्बाइ छ भने यो के त λ/2 हुन्छ यदि यसको मान हाफ मात्र भइदियो के हुन्थ्यो हाफ मात्र भइदियो के हुन्थ्यो यो पाइपको लम्बाइ जुन एल छ त्यसलाई के हुन्छ त बाइ के हुन्छ
4 किनकि आधीको पनि आधी भयो त्यही भएर यदि हाफ लोबको छ भने त ल्याम्डा बाई हामी 4 लेख्ने है अब हामी त्यही कुरा छ यसमा त के हुने भयो यो भनेको लम्बाइ है लम्बाइ यो एल हो भने v इज भेलोसिटी अफ साउन्ड त के हुने भयो एल इक्वल टु ल्याम्डा बाई 4 मतलब यो फ्रिक्वेन्सी इक्वल टु 4l हुने भयो हैन 4l हुने भयो यसबाट हामी के निकाल्छौँ फ्रिक्वेन्सी निकाल्छौँ कति हुने भयो v बाई ल्याम्डा ल्याम्डा कति हुने भयो v ल्याम्डा कति आयो ल्याम्डा 4l हो यो भनेको फन्डामेन्टल फ्रिक्वेन्सी भयो अर्थात् हामी यसरी लेखौँ f इक्वल टु v बाई 4l दिस इज आवर फन्डामेन्टल फ्रिक्वेन्सी हुने भयो अब यो त के फन्डामेन्टल फ्रिक्वेन्सीलाई के भन्छ हामी फर्स्ट हार्मोनिक भन्छौँ भने अब जाउँ त सेकेन्डमा फर्स्ट हार्मोनिक सेकेन्ड हार्मोनिक हार्मोनिक सेकेन्ड मोड अथवा के त फर्स्ट ओभरटर्न पनि हामी भन्न सक्छौँ है के हुने भयो त यस्तो अवस्थामा एक साइड त यो इन्ड हुन्छ यो क्लोज हुन्छ पनि साइड के त क्लोज हुने भइगयो यसमा सेकेन्ड हार्मोनिक्समा दुईटा के भन्छ नोड बन्छ त यसरी हामी लियौँ यसरी लियौँ यसरी लियौँ है यसरी हामी लिन्छौँ यो भनेको एन्टिनोड यो भनेको नोड हैन त सेकेन्ड हार्मोनिक्समा के हुने भयो नोड दुईटा बन्ने भयो दुईटा एन्टिनोड बन्ने भयो त यो केसमा के त अब हाम्रो लम्बाइ त उही छ पाइपको लम्बाइ त एल इक्वल टु के हुने भयो त यो भनेको कति हो ल्याम्डा बाई 2 यति भनेको त ल्याम्डा बाई 4 हुने भयो कति एलसिएम लिने 4 यो भनेको 2 ल्याम्डा प्लस ल्याम्डा भनेको 3/3 ल्याम्डा बाई 4 हुने भयो अर्थात् एल इक्वल टु कति हुने भयो ल्याम्डा इक्वल टु कति हुने भयो 4l बाई 3 इट मिन्स फ्रिक्वेन्सी कति हुने भयो v बाई ल्याम्डा अनि ल्याम्डा भनेको कति हो त 4l v 4l अपन 3 अर्थात् 3 v अपन 4l अर्थात् के यो भनेको कुन हो सेकेन्ड हार्मोनिक त यसलाई ल्याम्डा चाहिँ 1 मानौँ 1 अथवा 2 माने पनि हुन्छ 2 मानौँ ल 2 मानौँ 2 यो 2 हुने भयो सब यो 2 हुने भयो फ्रिक्वेन्सी पनि 2 हुने भयो त के हुने भयो त फ्रिक्वेन्सी f इक्वल टु f2 इक्वल टु के हुने भयो 3 इन्टु यति भने के हो त फन्डामेन्टल मोड फ्रिक्वेन्सी भयो कति छ v अपन 4l भनेको f1 f2 इक्वल टु के हुने भयो v अपन 4l भनेको f हैन 3f हुने भयो अर्थात् फ्रिक्वेन्सी अफ फर्स्ट ओभरटर्न इज थर्ड अफ फन्डामेन्टल फ्रिक्वेन्सी हुने भयो हैन अब थर्डमा पनि अब हेरौँ त हामीले यो सेकेन्ड हार्मोनिक्स अब थर्डमा जाउँ है थर्ड हार्मोनिक्स के भन्छ हामी सेकेन्ड मोड अर्थात् सेकेन्ड ओभरटर्न पनि भन्छौँ यस्तो अवस्थामा के हुन्छ त तीनटा के भन्नु हो त नोड बन्छ यसमा है एक भयो 2 भयो 3 भयो त भनेपछि यसरी जाने हो यसरी
यसरी निस्किने भयो हैन यसरी निस्किने भयो भनेपछि यो n भयो यो n भयो हो यसरी भयो ल यसरी यहाँसम्म हुन्छ ल भनेपछि यो एन्टी नोड भयो ठीक छ यति बेला के हुने भयो त हाम्रो यो लेन्थ l हो भने l इक्वल टु लैम्डा बाई 2 प्लस लैम्डा बाई 2 यो लैम्डा बाई 2 लैम्डा बाई 2 यो भनेको लैम्डा बाई 4 लैम्डा बाई 4 एलसीएम कति हुने भयो एलसीएम 4 यो भनेको 2 लैम्डा हैन 2 लैम्डा यो 2 लैम्डा प्लस लैम्डा कति 5 लैम्डा बाई 4 भनेपछि लैम्डा इक्वल टु 4 l बाई 5 हुने भयो अब फ्रिक्वेन्सी हामी निकालौँ त यो भनेको कति हो थर्ड केसमा यो भनेको हामी लैम्डालाई 3 नै मान्छ हामी 3 मानौँ हैन 3 मानौँ 3 मानौँ 3 मानौँ 3 मानौँ भनेपछि के हुने भयो त अब फ्रिक्वेन्सी निकालौँ के हुने भयो त v अपन लैम्डा 3 त v छँदैछ अनि लैम्डा कति हुने भयो 4l बाई 5 हैन अब 5 गयो माथि 5 v अपन 4 l हुने भयो अनि 5 v बाई 4l भने के हो त f हो f भयो यसको मतलब f3 इक्वल टु 5 टाइम्स फंडामेंटल फ्रिक्वेन्सी हुने भयो हैन अर्थात फ्रिक्वेन्सी अफ द थर्ड हार्मोनिक इज 5 टाइम्स द फ्रिक्वेन्सी अफ फंडामेंटल फ्रिक्वेन्सी हुने भयो यहाँ के थाहा भयो हामीले त अब हेरौँ त यो फर्स्टमा के रे फर्स्ट भन्छु सेकेन्ड हार्मोनिक्समा कति आयो हाम्रो 3f आयो f2 थर्ड हार्मोनिक्समा के रे कति आयो त 5f आयो यहाँ 3 छ यहाँ अड नम्बर छ यो पनि अड नम्बर हो यसरी फोर्थमा गयो भने हामीले 5 to 7f आउँछ है त्यसरी बढ्दै जान्छ यसको मतलब के थाहा पाइन्छ भने द फ्रिक्वेन्सी अफ अल द हार्मोनिक्स इज अड नम्बर अफ इंटेग्रल मल्टिपल अफ फ्रिक्वेन्सी हुने भयो यसमा इभन नम्बर छैन छ त छैन अब यहाँ छैन भने अब यसबाट के निकाल्छ हामी कन्क्लुजन त all the frequencies of the frequency of all the harmonics are the odd integral multiple of fundamental frequency हुने भयो एउटा अर्को के हुन्छ भने there is poor quality of sound due to the absence of even number integral multiple of frequency fundamental frequency अनि fundamental frequency is equal to v by 4l हुँदो रहेछ भनेको यो भनेको कन्क्लुजन we draw from open organ pipe को अब यसै गरी हामीले क्लोज organ pipe गरौँ त अब यसमा पनि फंडामेंटल मोड अफ भाइब्रेसन हैन मोड अफ भाइब्रेसन अथवा यसलाई फर्स्ट हार्मोनिक नि पनि भन्छौं के हुनु पर्छ यसमा त यो त ओपन पाइप छ एउटा मात्र नोड बनाउनु पर्यो हैन यसरी बनाउने ल यसरी गर्ने ल यसरी मैले बनाए ठीक छ यसरी मैले बनाए यो भनेको नोड हो यो भनेको एन्टी नोड यो भनेको एन्टी नोड ठीक छ यो लम्बाई पाइपको लम्बाई हामी मागे यसरी भेलोसिटी v मान्छौं है फ्रिक्वेन्सी f भएको वेभलेंथ लैम्डा भयो ल है अब यहाँ के हुनु त l इक्वल टु यो हाफ छ यसको के त लैम्डा बाई 4 हुने भयो
प्लस यहाँ पनि त हाफ छ लेम्डा बाई 4 हुने भयो कति हुने भयो त 4 लेम्डा 2 लेम्डा इक्वल टु लेम्डा बाई 2 अर्थात् के हुने भयो लेम्डा इक्वल टु 2l हुने भयो हो हो अब यसको फ्रिक्वेन्सी हामी निकालौं फ्रिक्वेन्सी निकाल्दाखेरि के गर्छौं त हामी f इक्वल टु v बाई लेम्डा v लेम्डा भनेको कति छ 2l हो यो भनेको के त हाम्रो फन्डामेन्टल फ्रिक्वेन्सी अफ फर्स्ट हार्मोनिक्स अथवा इन क्लोज organ पाइप को भयो अब ओभरटर्न मा जाउँ त हामी 2 मा फर्स्ट हार्मोनिक हो त सेकेन्ड के यो त फर्स्ट हार्मोनिक भयो यो सेकेन्ड हार्मोनिक अब अथवा सेकेन्ड मोड अनि सेकेन्ड हार्मोनिक वा सेकेन्ड मोड के भन्ने यसलाई फर्स्ट ओभरटर्न भन्छौं अनि यसमा कतिवटा नोड हुन्छ त 0 नोड हुने नै भयो यो ओपन पाइप छ दुईटा नोड बनाउनु पर्यो यसरी बने हालौं है यसरी मैले बनाए यो नोड भयो यो पनि नोड भयो ठीक छ एन्टी नोड यो एन्टी नोड हुने भयो बुझ्या छ नि ल अब यति बेलाको के हुन्छ त लम्बाइ यसको लम्बाइ हामी निकालौं त पुरै यो भनेको 4 लेम्डा बाई 2 लेम्डा बाई 4 त लेम्डा बाई 4 लेम्डा बाई 2 लेम्डा बाई 4 हामी यहाँ L2 मान्छौं है ल L2 मान्छौं त के हुने भयो 4 हो यो 2 2 4 भनेपछि 4 के हुने भयो त यो L इक्वल टु लेम्डा हुने भयो है ल भनेपछि अब यसको हामी फ्रिक्वेन्सी निकालौं त फ्रिक्वेन्सी सेकेन्ड हार्मोनिकको छ F2 लेखौं V बाई लेम्डा 2 V लेम्डा 2 कति आएको छ हाम्रो लेम्डा 2 कति आएको छ भनेको L हो L भयो है अब यहाँ भनेको V अपन L हुने भयो त्यसपछि अब हामी के गर्छौं त्यसमा अब अझै गरौं V लाई हामीले ब्यालेन्स गरौं त इक्वल टु 2 इन्टु V बाई L गरौं यसरी लेखौं त के हुने भयो त 2 छँदैछ यो V यति भनेको त के हो यति भनेको V बाई 12 भनेको फन्डामेन्टल फ्रिक्वेन्सी हो हैन फ्रिक्वेन्सी भयो त यसलाई चाहिँ हामी F लेख्छौं ल यहाँ के थाहा भयो हामी त यो फ्रिक्वेन्सी सेकेन्ड मोडको के हुने भयो 2f हुने भयो है यो फ्रिक्वेन्सी अफ फर्स्ट ओभरटर्न इज इक्वल टु द 2 टाइम्स अफ फन्डामेन्टल फ्रिक्वेन्सी हुने भयो अब थर्ड मा हामी जाउँ त थर्ड मा हामी जान्छौं थर्ड मा के हुने भयो त अब यसको 1 2 3 टा त नोड बन्छ यसरी 1 2 3 हैन यसरी हुने भयो ल यसरी हुने भयो है यस्तो हुने भयो यो भनेको नोड यो एन्टी नोड एन्टी नोड से थर्ड हार्मोनिक भनेको थर्ड मोड भनेको सेकेन्ड ओभरटर्न हुने भयो यसको लम्बाइ L छदैछ है लम्बाइ L छ L भने के हुने भयो त 1 लेम्डा बाई 4 प्लस लेम्डा बाई 4 हाफ
ल्याम्डा बाई हाफ ल्याम्डा बाई 2 ल्याम्डा बाई 2 हुन्छ भनेपछि गर्नु यस्तो सजिलोको लागि ल्याम्डा बाई 2 यो भनेको ल्याम्डा बाई के हुनुभयो 4 कति हुने एलसियम 4 ल्याम्डा प्लस यो 2 ल्याम्डा यो 2 ल्याम्डा प्लस ल्याम्डा त कति हुनु 2 4 5 6 6 ल्याम्डा बाई 4 हुने भयो अर्थात् 3 ल्याम्डा बाई 2 हुने भयो अब ल्याम्डाको भ्यालु निकाल्नु त हामीले ल्याम्डा इक्वल टु कति हो यो 12 अपन 3 के 3 हुने भयो यो ल्याम्डा भनेको यो हामी थर्ड मानौँ है ल्याम्डा 3 3 3 गरौँ है 3 छ 3 छ 3 छ 3 छ यो 3 छ त्यसरी हामी बुझौँ ल्याम्डा 3 भ्यालु हाम्रो यति आयो अब फ्रिक्वेन्सी भी भयो यता फेरि ल्याम्डा हुने भयो भी कति हुन्छ 12 बाई 3 3v हुने भयो अपन 12 यो भनेको फेरि के हुने भयो त फ्रिक्वेन्सी त 3 इन्टु फ्रिक्वेन्सी 3 अर्थात् f3 इक्वल टु 3f हुने भयो हैन यति हुने भयो यसबाट हामी के बुझ्यौं त फर्स्ट हार्मोनिक्समा हार्मोनिक भनेको v/2l हो सेकेन्ड हार्मोनिकमा के त f2 इक्वल टु 2f हुने भयो फ्रिक्वेन्सी अफ फर्स्ट ओभरटर्न इक्वल टु what 2 times of fundamental frequency similarly the third harmonic the frequency of third harmonic or second order is equal to third times of fundamental frequency हुने भयो अब के गर्छ भने हामी अब यसलाई यसबाट के कन्क्लुजन निकाल्छौं भने के हुनु त यहाँ हेर्नु त यो 2 छ है यहाँ छ 3 छ भनेपछि यो इभन नम्बर यो अड नम्बर फेरि इभन नम्बर आउँछ फेरि अड नम्बर आउँछ यसरी प्रोग्रेसिभ वेमा बढ्दै बढ्दै जान्छ त भनेपछि कन्क्लुजनमा के थाहा पायौं भनेपछि यसमा द फ्रिक्वेन्सीज of all harmonics are the natural number of integral multiple of fundamental frequency हुने भयो अब हामी इन्टिग्रेसनतिर लागौँ है इन्टिग्रेसन भने के हो त त्यो चाहिँ हामी निकाल्न गइरहेछौँ र बुझ्न गइरहेछौँ त्यसको बारेमा करेक्सन इन पोइन्ट इन्टिग्रेसन भने के भन्दाखेरि इन्टिग्रेसन इज द distance between end point end pipe and end node है के भन्छ हामी त इन्टिग्रेसन भन्छौँ तपाईलाई हामी लेखौँ है क्लोज अर्गन पाइप अझैलाई चाहिँ हामी फिगरबाट क्लियर गर्ने प्रयास गर्नेछौँ इन क्लोज अर्गन पाइप यत्र हामी भनौँ ओपन अर्गन पाइप है के हुन्छ त क्लोज अर्गन पाइपमा के भएको थियो यहाँ हेर्नु त यो फन्डामेन्टल मोडमा यस्तो थियो है यो नोड हामीले के लिन गइरहेका थियौँ एट द एन्ड अफ द पाइप देयर इज अ नोड एन्ड पाइपलाई हामी के अरे एन्टी नोड मान्न गइरहेका थियौँ तर वास्तवमा हेर्नु भने अलिकति पर गएर म्याक्सिमम भाइब्रेसन हुँदो रहेछ है यो वास्तवमा यो भनेको एन्ड पाइप हो भने यहाँ गएर के भन्ने हो त एन्टी नोड भन्ने हो भने अब यतिको डिस्टेन्सलाई हामी यहाँ गएर बन्छ एन्टी नोड भनेको म्याक्सिमम भाइब्रेसन त यहाँ बन्ने रहेछ ठ्याक्क निस्किने बित्तिकै अलिकति यसको भाइब्रेसन म्याक्सिमम भाइब्रेसन अलिक अगाडि गएर बन्ने हुन्छ
यसको भ्यालु हामी यसको के अरे यसलाई हामी सी मानौँ र सी मान्छ है सी अथवा ई पनि मानिन्छ सी पनि मानिन्छ ई पनि मानिन्छ है यो पार्टलाई अब हामी के त यो भनेको एल भयो होइन यतिसम्म त एल थियो यहाँ सी थप्यो नि त फेरि होइन भनेपछि के हुनु भयो एल प्लस सी हुने भयो जम्मा लेन्थ इफेक्टिभ लेन्थ अफ भाइब्रेटिङ एयर कलमको होइन त अब यति बेला अब के हुन्छ त एल प्लस सी इक्वल टु ल्याम्डा बाई 4 अनि ल्याम्डा भनेको त 4 एल प्लस सी हुने भयो हो अब यसमा फ्रिक्वेन्सी हामी निकालौँ फ्रिक्वेन्सी निकालौँ त कति हुँदो रहेछ भी बाई ल्याम्डा भी भनेको यो भी यो 4 एल प्लस सी हुने रहेछ करेक्सन सहितको फर्मुला भयो अब ओपन पाइपमा जाउँ त यो भनेको ओपन पाइप यो फन्डामेन्टल मोडमा हामी लियौँ यो भनेको यस्तो हुने भयो एन हो यसको दुवैतिर त एन्टिनोड बन्ने हो फन्डामेन्टल मोडको लागि भनेपछि यो इन द पाइप हो भने यो यहाँ आएर के भन्छ एन्टिनोड बन्छ यो यतापट्टि यहाँ आएर एन्टिनोड बन्छ होइन भनेपछि यहाँ के हुने भयो त अब यहाँ के हुने भयो त दुईवटा ओपन इन्डको दुवैतिर सी बन्ने हो यति पार्टलाई हामी सी मानेको छौँ यो सी होइन त भनेपछि एल प्लस सी हुनुभयो जम्मा इफेक्टिभ लेन्थ यहाँसम्म यो त एल छँदैछ होइन एल छँदैछ यो यसमा सी र सी जोड्ने है त कति हुने भयो इक्वल टु एल प्लस 2सी यसमा अब के निकाल्छ हामी एल प्लस 2सी इक्वल टु के हुनुभयो ल्याम्डा 1/4 1/4 कति हुने भयो ल्याम्डा 4 प्लस ल्याम्डा कति हुने भयो 2 to 1 बाई ल्याम्डा बाई 2 हुने भयो अर्थात् ल्याम्डाको भ्यालु ल्याम्डा निकाल्नु पर्यो भने हामीले के निकाल्छ अब 2 एल प्लस 2सी हुने भयो अब फ्रिक्वेन्सी हामी निकालौँ भी बाई 2 एल प्लस 2सी हुने भयो यो केसमा ओपन अर्गन पाइपको लागि यो 2 हो 2 हुने भयो है यो भनेको यसरी करेक्सन हामी गर्छ भनेपछि त्यही लेखेको छ द डिस्टेन्स बिट्विन इन द पाइप एन्ड द एन्टिनोड इज कल्ड इन्ड करेक्सन यो डिस्टेन्स इन्ड पोइन्ट र एन्टिनोडको डिस्टेन्सलाई के भन्छ इन्ड करेक्सन भन्छौँ इन्ड करेक्सन यसमा दुईवटा सी दुवैतिर ओपन छ त्यही भएर यसमा एउटा सी भनेपछि यसमा क्लोज अर्गन पाइपमा है अब हेल्महोल्ट्ज साइन्टिस्ट हेल्महोल्ट्ज and Ray I determined mathematically the incorrection त हामीलाई के छ त हेल्महोल्ट्ज र रे डिटरमाइन गरौँ इन्करेक्सनलाई कसरी गऱ्यो भने यसरी हेर्नु त अब यहाँ के छ भने यो ओपन क्लोज अर्गन पाइपमा एल प्लस के छ सी छ है त सी भनेको यो अनुसार 0.6R पत्ता लगायो है हेल्महोल्ट्जले अनि यहाँ चाहिँ के लेख्नु पर्यो अब हामीले एल प्लस सी को ठाउँमा के लेख्नु पर्यो 0.6R दिस इज द के कुन केसमा यो क्लोज अर्गन पाइपमा के हुने भयो त दिस इज द
effective length of vibrating air column हो यो भनेपछि यहाँ के हुने भयो त्यसो भए एल प्लस सी भनेको यो हुने भयो हैन यो राख्न सकियो यो भनेको इफेक्टिभ लेन्थ अफ भाइब्रेटिङ एयर कलमको हुने भयो अब यो केसमा के गर्छु भने यहाँ के हुने भयो त एल प्लस 2सी ओपन अर्गन पाइपमा एल प्लस 2 इन्टु सी भनेको 0.6 आर हुने भयो अर्थात् एल प्लस यो 2r भनेको डी हो हैन 0.6 डी लेख्न सक्यौं हैन हो त यसको भ्यालु यहाँ चाहिँ यो भनेको यति भ्यालु हो यो हैन र हो त ओपन अर्गन पाइपमा कनेक्सन सहितको फर्मुला के हुने भयो त यो 2 ठाउँमा के लेख्ने त यो लेख्ने डी भनेको डायमिटर अफ पाइप आर भनेको रेडियस अफ पाइप अब हामी के बुझौं भने wider the pipe greater the इनकरेक्सन हुन्छ है यो भनेको पाइपको केसमा भयो वाइडर भयो भने इनकरेक्सन पनि बढी नै हुन्छ भनेको ठुलो हुन्छ अब यो फ्रिक्वेन्सी हामी त यो केसमा हामी पत्ता लगायौं यसरी यो केसमा पनि हामी पत्ता लगायौं यसरी हैन अब यो त बुझ्नु पनि भाइहरुले एल प्लस 2सी भनेको यो है यो हेल्महोल्ट्ज र यो वर्गले दिएको डिटरमाइन गरेको भ्यालु हो यो म्याथमेटिकल भ्यालु हो अब हामी के गर्छौं भने फ्रिक्वेन्सी अफ द साउन्ड इन पाइप affects the it is affected by temperature and length of the pipe suppose v is velocity of air at temperature t theta and v naught is the velocity of air at temperature 0 हैन त टेम्परेचर टी थीटा भनेपछि के हो त यो केल्भिन लाग्नु पर्यो हामीले हैन यो t प्लस 273 हैन थीटा मान्नु यो थीटा हैन थीटा गर्छ यो थीटा अनि यहाँ के त 0 प्लस 273 यो भने केल्भिन हुने भयो नि त केल्भिन यो भने केल्भिन हुने भयो हो हो अब यहाँ हामीसँग एउटा के छ त रिलेसन छ v is directly proportional to the square root of the temperature भनेपछि v is equal to t theta है अनि अर्को केसमा टेम्परेचर 0 केसमा के त v not is equal to टेम्परेचर 0 स्क्वायर रुट हैन स्क्वायर रुट हामी लाउँछौं यसमा हो अब इक्वेसन 1 लाई 2 ले भाग गर्ने है भाग गर्दाखेरि कस्तो किसिमको अवस्था आउँछ त हेरौं v अपन v नट के हुने भयो त t थीटा अपन t नट हो हो अब के गर्छौं भने हामी v को भ्यालु यसमा निकाल्ने v निकालौं त के हुने v नट इन्टु यो t भनेको के त थीटा प्लस 273 केल्भिन यो भनेको 273 केल्भिन हुने हो अझै यो v नट भनेको एक टेम्परेचर 0 मा हामी यसको क्लोज अर्गन पाइपमा यसको v को भ्यालु कति हुने भयो तब v को भ्यालु कति थियो त v को भ्यालु यहाँ v को निकाल्दाखेरि यहाँ के भएको थियो v4 यहाँबाट लिन हामी भ्यालु कसरी लिने भनेपछि भ्यालु अब यहाँबाट के गर्छ भने यो v को भ्यालु हाम्रो आयो अब फ्रिक्वेन्सी को फर्मुला के छ हाम्रो इन्क्लोज अर्गन पाइपमा फन्डामेन्टल मोडमा v फ्रिक्वेन्सी f इक्वल टु v के
4 ब्राकेटमा L प्लस C छ हो प्लस C छ भनेपछि के हुने भयो V को भ्यालु कति आएको छ हाम्रो V नट है अनि यसलाई ए लेखौँ 4 L प्लस C अनि इन्टु रुट ओभर थीटा प्लस 273 अपन 273 हुने भयो है त यसरी हामी निकाल्छौँ भनेपछि यसको फर्मुला यो भने भयो फ्रिक्वेन्सीको फर्मुला इन टर्म्स अफ टेम्परेचर एन्ड लेन्थ त टेम्परेचर बढ्दाखेरि फ्रिक्वेन्सी पनि के हुने भयो त बढ्ने भयो ल अब भाइबहिनीहरूलाई मैले रिजोनेन्स एयर कलममा मेजरमेन्ट अफ भेलोसिटी अफ साउन्ड हामी पत्ता लगाउँदैछौँ यसको लागि हामीले एउटा एपर्चर सेटअप यसरी गरेका छौँ यो भनेको एल्युमिनियम मेटलले बनेको यो सिलिन्डर यो भनेको ग्लास ट्युब यससँग जोडिएको हुन्छ स्केल जोडिएको हुन्छ यहाँ वाटर रिजर्भर हो यसमा पानी हाल्दाखेरि त्यो पानी यहाँ पनि भर्छ र यहाँ भरेको पानीको लेभल थाहा पाउनको लागि हामी यो ग्लास ट्युबको सहयोग लिएको हुन्छ भने यो रिजर्भर तलमाथि गर्न मिल्छ आवश्यकता अनुसार यसको लेभल बनाउनको लागि हामीले यो रिजर्भरलाई तलमाथि गर्छौँ र यो एउटा बोर्डमा यसरी उभ्याएको छ यो एपर्चर र यो तल्लो भागबाट रबर ट्युबले यसरी कनेक्सन गरेको छ रिजर्भरसँग त यसमा अब हामी के गर्छौँ भने ट्युनिङ फर्कको सहायताले ट्युनिङ फर्कलाई पहिला रबर प्याडमा हिर्काउने र यहाँ राख्ने यसको मुखमा राखिसकेपछि यहाँ यति भागमा रहेको एयर भाइब्रेट हुन्छ र त्यो भाइब्रेसनले गर्दाखेरि यसको लेभल पनि तल झर्छ झरिसकेपछि के त यसको सर्टेन टाइममा के त त्यो साउन्ड ठुलो सुनिन्छ र त्यो ठुलो सुनिएको साउन्ड कति लेभलसम्म गयो त चट्ट यहाँ स्केलले नापेर राख्ने जस्तै कि यो लेभल यहाँ आयो है यहाँ आएर लाउड साउन्ड सुन्यो भने त के हुने भयो त यो फन्डामेन्टल मोडमा गयो यो यहाँसम्म त यो पाइपको लम्बाइ हुने भयो L1 हुने भयो यो भनेको इन्क्रेसन हुने भयो किनकि एन्टी मोड त अलिकति इन द पाइप भन्दा अलिक बाहिर बन्छ थोरै बाहिर बन्छ र त्यो भागलाई हामी सी मान्छौँ सी भनेको इन्करेसन र L1 प्लस सी गरेपछि के हो त L1 प्लस सी हुने भयो यो हैन त यसमा के त यसको के हुन्छ त यो ल्याम्डा बाई 4 हुन्छ त ल्याम्डा भनेको 4 L1 प्लस सी हुने भयो हो त्यसरी नै अब यहाँ त हामी अलरेडी यसको कतिसम्म तलसम्म आएको थियो हामीले थाहा पाइसकेका छौँ अब त्यति नै तलसम्म यो तलमा यो रिजर्भर तलमाथि गरेर त्यति नै लेभलसम्म ल्याउने र फेरि ट्युनिङ फर्कले भाइब्रेसन यसमा राख्ने र फेरि सुन्ने जहाँसम्म म्याक्सिमम साउन्ड आउँछ त्यो साउन्ड रेकर्ड गर्ने र कति तलसम्म गयो त मन यहाँसम्म तलसम्म गयो यहाँसम्म आउँदाखेरि भाइब्रेसन के साउन्ड जसले सुन्यो भने त्यो सेकेन्ड रिजोनेन्स त्यसलाई भन्न मिल्छ सेकेन्ड रिजोनेन्समा गयो त्यसपछि हामी यस्तो केस आयो त्यसो भए है त यहाँदेखि यहाँसम्मको लेन्थ कति हुने भयो L2 र यो भनेको इन्टरकनेक्सन हुने भयो त L2 प्लस सी हुने भयो यो भनेको सेकेन्ड हार्मोनिकमा गयो सेकेन्ड मोडमा गयो यो मतलब फर्स्ट ओभरटर्नमा छ भयो अब यस्तो बेला के हुन्छ त L2 प्लस सी भनेको के हुन्छ ल्याम्डा बाई 2 प्लस यति भनेको ल्याम्डा बाई 4 हुने भयो कति छ 4 अनि के 2 ल्याम्डा प्लस ल्याम्डा इक्वल टु 3 ल्याम्डा बाई 4 हुने भयो अब 3 ल्याम्डा इक्वल टु कति छ त 4 L2 प्लस सी यसलाई इक्वेसन फर्स्ट इक्वेसन सेकेन्ड मान्ने अब योबाट फर्स्ट घटाउने योबाट फर्स्ट घटाउने त इक्वेसन फर्स्ट सब्ट्र्याक्ट इक्वेसन 2 सब्ट्र्याक्टिङ इक्वेसन 2 फ्रम 1 त के हुने भयो त ल्याम्डा इक्वल टु 4 L1 प्लस 4 सी हो अनि ल्याम्डा इक्वल टु 3 ल्याम्डा हैन यो 3 ल्याम्डा इक्वल टु 4 L2 प्लस 4 सी सब्ट्र्याक्ट गर्ने हैन गर्ने त के हुन्छ -2 ल्याम्डा इक्वल टु यो क्यान्सल हुने भयो 4 L1
-4 L2 हुने भयो L2 हुने भयो त -2 लैम्डा इक्वल टू -4 L2 माइनस L1 हामीले यसरी लेख्न सक्छौं हो त अब यो 4 लाई 2 ले डिवाइड गर्ने माइनस क्यान्सल हुने भयो त लैम्डा इक्वल टू के हुने भयो 2 टाइम्स गयो यो 2 अनि L2 माइनस L1 हुने भयो अब फ्रिक्वेन्सी भन्छ भेलोसिटी निकाल्ने f इन्टु के लैम्डा हुन्छ फ्रिक्वेन्सीको भ्यालु त हामीलाई थाहा छैन हैन फ्रिक्वेन्सी थाहा छ यो त नोन भ्यालु छ फ्रिक्वेन्सी यसमा त के अरे 24 को फ्रिक्वेन्सी लेखेकै हुन्छ भनेपछि के f लैम्डा कति छ त लैम्डा कति आयो हाम्रो 2 इन्टु L2 माइनस L1 त v हामी यसरी पत्ता लगायौं है ल यो नै रिक्वायर्ड इक्वेसन हो रिक्वायर्ड फर्मुला हो त्यसरी हामी भेलोसिटी अफ साउन्ड रेजोनेन्स एयर कलमबाट थाहा पाउन सक्छौं है ल अब हामी पढ्छौं लज अफ भाइब्रेसन अफ फिक्स स्ट्रिङको भाइब्रेसन आउने लहरु हामी पढ्दैछौं यहाँ के छ फ्रिक्वेन्सी अफ फन्डामेन्टल मोड अफ ट्रान्सभर्स वेभ इन अ स्टेज स्ट्रिङ भनेको छ है फर्स्ट ल सेकेन्ड ल थर्ड ल के छ ल अफ लेन्थ यसमा फ्रिक्वेन्सी फन्डामेन्टल फ्रिक्वेन्सी कसरी डिपेन्ड गर्छ त यो लेन्थमा लेन्थ भनेको रिजोनेटिङ लेन्थ अफ स्ट्रिङको लेन्थ रिजोनेटिङ लेन्थ अब फ्रिक्वेन्सी यदि लेन्थ बढ्दै गयो भने के हुन्छ यो सिम्बलले के देखाउँछ त फन्डामेन्टल फ्रिक्वेन्सी इज इन्भर्सली प्रोपोर्सनल टु द लेन्थ अफ स्ट्रिङ है यसमा लेन्थ घट्दै गयो भने के हुन्छ यो बढ्छ यो घट्यो भने यो बढ्छ यो बढ्यो भने यो घट्छ भन्न खोजेको यो के छ अब सेकेन्ड लमा के भनेको छ ल अफ टेन्सन भनेपछि फ्रिक्वेन्सी फन्डामेन्टल फ्रिक्वेन्सी इज डाइरेक्टली प्रोपोर्सनल टु द स्क्वायर रुट अफ टेन्सन स्ट्रेचिङ फोर्सलाई नै टेन्सन भन्छ हामी यसको स्क्वायर रुटसँग के त फ्रिक्वेन्सी बढ्छ स्क्वायर रुट अफ टेन्सन को बढ्दै गयो भने के त त्यो पनि फ्रिक्वेन्सी बढ्ने भयो लज अफ मास रुट ओभर म्यू भनेको मास पर युनिट लेन्थ भनेपछि यहाँ यसको मतलब के हो त फन्डामेन्टल फ्रिक्वेन्सी इज इन्भर्सली प्रोपोर्सनल टु द रुट अफ मास पर युनिट लेन्थ हुन्छ मास पर युनिट लेन्थको स्क्वायर यो बढ्ने हो भने फ्रिक्वेन्सी घट्छ यो घट्ने हो भने यो बढ्छ भन्ने खोजेको है त आजको टपिक्स यतिमै अन्त गर्न चाहन्छु भाइ बहिनीहरूले पढ्दै गर्नु होला उनीहरूले गर्दै रहनु होला र साइन्स भाइब्रेसनसँग जोडिराख्नु होला तपाईँहरूको दिन शुभ होस् धन्यवाद